सभापति अतिथि लगायत सम्पूर्णलाई म यस महिला अधिकार मञ्च बर्दघाट समूहको सचिव सरस्वती साधना नमस्कार गर्न चाहन्छु। यो कार्यक्रमको अध्यक्षता आसन कसैले महिला अधिकार मञ्च बर्दघाट सौधका अध्यक्ष श्री जमुना तिवारीज्यूलाई आजको कार्यक्रमको अध्यक्षतामा आसन तालिममा सहभागी हाम्रा सम्पूर्ण सहभागीहरूलाई के कसले तलको हजुरहरूले बस्नुभएको कुराहरू छ। मैले यति सिकेँ होला, अझै यो महिना धेरै सिक्न पाएँ, अझै राम्रो हुन्थ्यो। एकदम हामीलाई यस्तो किसिमको सुविधाहरू पायो, अझै हामीले सहसँग मौका मिल्थ्यो र हामी व्यावसायिक रूपमा अघि बढ्न सकिन्थ्यो भन्ने मनमा अपेक्षा छ भने हाम्रो सरकारवालाहरू पनि यही हुन्छ। हाम्रो अध्यक्ष त्यसैले हजुरहरूको यो 7 दिने तालिममा अचार बनाउने क्रममा हजुरहरूलाई केही महसुस भएका होइन, अझै हामीले यो पायो भने अझै हामी सहज तरिकाले सिक्थ्यौँ, हामीलाई यो किसिमको वातावरण मिलाइदिएको भए हामीलाई सहज हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ भने हाम्रो सहभागीबाट कोही बोल्न चाहनुहुन्छ भने म हजुरहरूलाई बोल्नको लागि अनुरोध गर्न चाहन्छु। सबै अब अलिअलि थाहा भए पनि हामीलाई कुन सामान कसरी राख्ने भन्ने त्यति थाहा थिएन होइन। यहाँ राम्रोसँग सिक्यो। सबभन्दा उत्पादन गर्नु हाम्रो लागि ठुलो कुरा होइन होइन। हामी यहाँ सिक्यौँ, हामी उत्पादन गर्छौँ समूह बनाएर व्यक्तिगत तपाईँले यति उत्पादन गर्नु भनेर डिब्बा होइन प्रत्येकलाई त्यसरी दिए पनि हामी गर्न सक्ने काबिल भयौँ। तर हाम्रो लागि चाहिँ बजार व्यवस्थापन गरिदिनु पर्यो। हामी आफै अचार बनाएर प्रत्येक बजार बेच्न जान नि सक्दैनौँ। घरमा फ्यामिली छ, बच्चाहरू छन्, उनीहरूलाई लिएर हिँड्न नि सकिँदैन। सबैलाई सम्भव पनि छैन बजार हिँड्न। तर त्यो उत्पादन गरेर हामी एउटा समूहमा जम्मा गर्न सक्छौँ होइन। कति पिस गर्न नै हो त्यो पनि गर्न सक्छौँ। कुन क्वालिटीको गराउने हामी सबै मिलेर बनाउन सकिन्छ। एउटा प्रत्येक व्यक्तिले नि आफ्नो घरमा उत्पादन गर्न नि सकिन्छ। तर बजार व्यवस्थापन हुन जरुरी छ। सबैले ध्यान आकर्षण गरेर बजार व्यवस्थापन गरिदिनु भयो भने बल्ल यो कार्यक्रम चाहिँ सिपमूलक उत्पादनमूलक हुने थियो। उत्पादन गरेर मात्रै भएन, 2 पैसा आम्दानीमूलक चाहिँ त्यसरी हुन सक्छ जस्तो लाग्छ मलाई। घरमा खानको लागि त होइन यतिकै नि बनाइन्छ, तर व्यवसायीकरण हुनका लागि चाहिँ बजार व्यवस्थापन हुन पर्यो। अब कुन समूहले कसरी जिम्मा लिएर गर्ने, अब त्यो पक्षलाई अनुरोध छ होइन। बजार व्यवस्थापन गरिदिनु सबै राम्रो हुन्छ। सरस्वती म्याडमलाई के गरे यो बेलामा चाहिँ हामीले खास चाहिँ आँपको यो उस पाइएन। त्यसपछि चाहिँ हामीले हरियो होइन त्यो रातो खुर्सानी के भन्छ त्यसलाई अचारमा त्यो, त्यसपछि चाहिँ अमला नपाएको भएर त्यो चाहिँ सिक्न पाइएन कि हामीले चाहिँ मेन त्यो सिक्न खोजे हो। त्यो चाहिँ अलिकति बजारमा पनि मार्केटमा अलिक चाहिँ बढी बिक्ने चाहिँ त्यो थियो के त्यो चाहिँ पाइएन होइन। जुन हाम्रो जस्तै आँपको सिजनमा आँप बनाउने नै हामीले प्रशिक्षण दिएको भए राम्रो हुन्थ्यो। र अमलाको पनि अहिले हाम्रो माग चाहिँ जुन बनाउने भनेर अमलाको थियो, त्यो अमला पनि हामीले बजारमा नपाइएको हुनाले हामीले गराउन सक्दैनौँ। उहाँको चाहिँ त्यो मनमा रहेको हुँदैन अचार बनाउनको लागि अमला पनि कसरी बनाउनु रहेछ भनेर चाहिँ उहाँलाई त्यो मनमा चाहिँ अझै खुल्दुली रह्यो भनेपछि अझै अर्को तालिम पनि आइदियो हुन्थ्यो अमला बनाउने अमलाको सिजनमा भन्ने चाहिँ मलाई लाग्यो जस्तो लाग्यो। सरले सोध्नुभएको अमला अनि के अरे खुर्सानी होइन। खुर्सानीमा अमिलो हाल्नुपर्छ है। हामीले भित्रको बिउ के अरे उसलाई सुकाएर अनि त्यसको गेडाभित्रको निकालेर अनि फेरि त्यो गेडालाई त्यो मसलामै मोल्ने, त्यसमा अमिलो थप्ने, मसला सबै त यही हो है, यस्तै मिसाउने हो। अनि अमलालाई पनि बोइल गर्ने हामीले, बोइल गरेर अनि त्यसलाई चाहिँ उ गर्नुपर्छ, बोइल गर्ने, त्यसलाई सुकाउने अनि कपडेर पारेर त्यसमा मसलाहरू परिकारहरू यस्तै हाल्ने अनि तेलमा डुबाएर राख्ने त्यसलाई है। त्यस्तै
गरी गर्ने हो। आँपको त अब हजुरहरूलाई त थाहै होला, धेरै जस्तो काटेर सुकाउनु पर्छ अनि नुन र बेसार लगाएर सुकाइदिनु होला 3 दिनसम्म, सक्यो 2 दिन, धेरै घाम छ भने 2 दिन, नभए 1 दिनमा पनि भइहाल्छ, 1-2 दिन खाए पनि हुन्छ। अनि त्यसमा अमिलो नहाल्नु होला, अमिलो त्यसैमै हुन्छ, एसिडहरू त्यसमा हुन्छ, नहालिदिनु होला। अनि यति नै हो मेरो भनाइ। भनौँ हामी 7 दिनसम्म हामी एउटा परिवार जस्तो भएर बस्यो है। यति दिनभित्रमा केही मसँग गल्ती भयो होला, त्यसको लागि म क्षमा चाहन्छु भन्दै बिदा हुन्छु। हस्, धन्यवाद। नम्बर 14 भित्र रहनुभएका महिला दिदीबहिनीहरूलाई आफ्नो हातमा सिप दिन खोजेको हो। यहाँहरूले सिप प्राप्त गरेँ भन्ने दिन हो यो। यहाँहरू हातमा सिप प्राप्त गरिसक्नु भएको छ। त्यो सिपलाई व्यावसायिक रूपमा लगेर कहीँ कतै 500-700 हजार रुपियाँ चाहिँदाखेरि आफैले आय आर्जन गरेको रकमबाट आफ्नो दैनिकी कतिपय सानोतिनो खर्चहरू गर्नमा चाहिँ तयार रहने महिला दिदीबहिनी बनायौँ भनेको छ वडा नम्बर 14ले। यो महिला अधिकार मञ्च वडा नम्बर 14ले महिला दिदीबहिनीहरूलाई जुन यो सिप दिने र सिपयुक्त महिला बनाउने अभियानमा अगाडि बढ्नु भएको छ, यो निरन्तरता स्वरूप अगाडि बढोस्। अब सबैजनाले यी महिला दिदीबहिनीहरूले, यी उद्यमी महिला दिदीबहिनीहरूले उत्पादन गरेको अचार बर्दघाट नगरपालिकाभरि फैलाउने, अरू अन्य पालिकाहरूमा पनि पुर्याउने गरी सबै महिला दिदीबहिनीहरूको एकता होस्, सहयात्रा होस्, सामिप्यता होस् भन्ने शुभकामना व्यक्त गर्दै मेरा शब्दहरू यहीँनिर अन्त्य गरेँ। धन्यवाद, नमस्कार, जय नेपाल। मेरो भनाइ र मेरो गराइ अलिक फरक छ। केही कुरा गर्ने, तालिम प्रशिक्षण अभिमुखीकरण लिने, त्यो लिँदा एकदम जागरुकताका साथ लिने। अब यो आज समापन भएर सकिएपछि भोलिबाट यो कुरा सकियो, हाम्रो परिपाटी छ भनेको मैले भन्न खोजेको कुरा के हो भने, अब तपाईँ सबैले अचार आँपको मात्रै अचार बनाउनु भयो भने तपाईँहरूको अचार बिग्रिँदैन, सबै अचार बिग्रिँदैन नि त। र फेरि बिक्री भने एउटा समूहको बिक्री भयो भने के भन्नुहुन्छ अरे त्यो वडा अध्यक्षको नजिकको समूह त्यसले त्यसको बिक्री भयो भनिदिन्छ कि तपाईँ। हेर्नु, समस्या हामीले यस्तो छ। त्यस कारण तपाईँले उत्पादन गर्दा समूहमा विभाजित हुनुहोस्। आवश्यकता परेको बिउ बुझी आवश्यक भए माग गर्नुहोस्। माग गर्दा संस्थागत हिसाबले माग गर्दा सबै संस्थाहरू नवीकरण के अरे दर्ता गरेको नहुन सक्छ। 2-4 जना 5 जनाको मात्रै मत लिएर काम गर्न सक्ने अवस्था हुनसक्छ। व्यक्तिलाई पनि हामीले त्यस्तो खालको व्यक्तिलाई पनि बिउ बुझी दिन सकिन्छ। तर त्यो के हो त भन्दा तपाईँहरूले मास्टर पाउनु, त्यसले तपाईँले बनाउने, त्यसको कच्चा पदार्थ ल्याउने, बनाउने, प्याकिङ गर्ने, त्यसलाई सेल गर्ने र त्योबाट आम्दानी भएको पैसा तपाईँले आफूले प्रयोग गर्न पाउनु भयो। तपाईँलाई दिएको त्यो बिउ बुझी चाहिँ तपाईँले समाप्त गर्न पाउनु। त्यस्तो किसिमको कार्यक्रम गर्नलाई तपाईँहरूले हामी 10% मात्रै गर्छौँ, हामीसँग पैसा हुन्न, राइट, त्यो पनि हामी गर्छौँ। हामी 90% लगानी गर्न होइन, हामी 20% हामी लगानी गर्छौँ। तर तपाईँले राज्यलाई दिनु पर्दैन, नाफा कमाएर दिनु परेन, तर तपाईँले पाउने बिउ बुझी चाहिँ तपाईँले मास्न पाउनु। त्यो हिसाबले हो भने मैले यो महिला अधिकार मञ्चलाई, अध्यक्षज्यू लगायत सम्पूर्णलाई यहीँबाट अनुरोध गरेँ, आएको चिनो दिँदा सम्झना स्वरूप तपाईँले बनाएको अचार दिनुहोस्। खै दामोदर भाइले भन्नुभयो कोही पाहुना आउँछ राख्नुहोस्, 8-10वटा वडा कार्यालयमा लगेर स्टल गरेर राखिदिनुहोस्। वडा कार्यालयमा कोही पाहुना आउँछ वडा अध्यक्षले त्यो स्टल गरेर राख्दा तपाईँले त्यत्तिकै नै राख्नुहोस्। त्यो वडा कार्यालयले किनिदिन्छ, त्यो किन्न पऱ्यो, वडा कार्यालयले किनेर स्टल गरिदिनु। बिक्री वितरण भएन भने तपाईँको बजारी व्यवस्थापन गर्ने जिम्मा बर्दघाट स्थानीय सरकारले लिन्छ। व्यक्तिगत हिसाबले तपाईँले 16 नम्बरको वडा अध्यक्षजीले पनि यो कुरा लिन्छ भन्ने कुरा यहाँले मस्तिष्कमा राख्नु होला र उत्पादन गर्नु होला। तपाईँ आयोजकको अध्यक्ष लगायत सम्पूर्णलाई धन्यवाद दिँदै यो कार्यक्रम सफल भएको एकदम अनुभूति लिँदै र यहाँहरूसँग सधैँ स्थानीय सरकारसँगै र बर्दघाट वडा नम्बर 16 को वडा अध्यक्ष तपाईँहरूसँग सधैँ सँगै रहने बाचा गर्दै र यहाँहरूको बजारीकरण र यहाँलाई चाहिने बिउ पुँजी पनि व्यवस्थापन गर्ने प्रतिबद्धताको साथ मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार।